आज सलाद बनाउँदैछौँ साथी हो। सलादको लागि तपाईँको चाहिँ यसरी हाम्रो क्याबेज अनि त्यसपछि क्यारोट लेटुस लिफहरू राख्नु पऱ्यो। पहिला यसरी हामीले टक्क बनाएर राख्ने साथी। यसमाथि कर्न राख्यो भने चाहिँ साथी हो, हामीलाई यो कर्न भन्ने हुन्छ साथी। यो कर्न धेरै राख्नु हुँदैन साथी हो। तिमीले टक्क कर्न राख्ने के भयो, कर्न सलाद हुन्छ साथी हो। अब यही माथि तपाईँले ससेज राख्यो भने के हुन्छ, ससेज सलाद हुन्छ। सी फुड राख्यो भने सी फुड सलाद हुन्छ साथी हो। तपाईँको चाहिँ एग राख्यो भने तपाईँको एग सलाद भयो। तपाईँको मेन बेस चाहिँ हामीले यसरी बनाउनु पऱ्यो। सलाद भनेको यसरी राम्रो डेकोरेसन गर्नु पऱ्यो भाइ हो। अब तपाईँको चाहिँ डेकोरेसन गर्दा बटरफ्लाई है साथी। हामीले बटरफ्लाई अघि गऱ्यौँ होइन साथी। टक्क यस्तो गरेर सट्ट तपाईँको यसरी काट्ने है भाइ हो पहिला। अब त्यसपछि यसलाई मिलाउनु पऱ्यो, यो सिधा मिलाउने। अनि त्यसपछि फेरि यताबाट ट्याक्क यस्तो गरेर यस्तो गरेपछि यसो गरेर ट्याक्क यसरी लगाएर त बटरफ्लाई यसरी सलाद दिँदाखेरि तपाईँकोले चाहिँ बटरफ्लाई पनि चट्टा राखेर गर्नु पर्यो नि।